ल आज चाहिँ हामी दाजु हाई गर्दै भाइ छोरी मेरो छोरो दाई म चाहिँ आज हामी कहाँ जाँदैछौँ बेलबारी टु भद्रपुरको हाम्रो चाहिँ यात्रा हुँदैछ। अहिले चाहिँ जस्ट हामी निस्केर अहिले हामी लक्ष्मी मार्ग ट्याक्क बजार आइसकेका छौँ। हजुरहरूले हेर्नु होला यो पूर्व पश्चिम राजमार्ग चाहिँ बन्दैछ, बाटो ठिकै छ अहिले चाहिँ बन्दैछ। अब यो लक्ष्मी मार्गदेखि पर काने पोखरीसम्म चाहिँ बाटो बबाल छ क्या, यतिको बाटो चाहिँ हुनुपर्छ नि त होइन, हाइवे भएपछि त हेर्दै गर्नु होला। अब बिचमा अब भद्रपुरसम्म पुग्दाखेरिको थोरै गर्दै देखाउँदै जान्छौँ, हेर्दै गर्नु होला है त। ल बाटो चाहिँ यतिको चाहिँ हुनु पर्यो नि त हौ, पूर्व पश्चिम राजमार्ग भइसकेपछि है। स्पिड पनि धेरै त छैन होला, 140 जतिको होला, बाटो पनि त्यस्तै छ नि त बब्बाल। ड्राइभर चाहिँ हाम्रो दाई हो, मेरो माइलो दाजु। यता बस्ने हामी दुईजना चाहिँ म, यता दाईको छोरी, यता मेरो छोरो। ल है त यता चाहिँ हाम्रो रमाइलो जाने बाटो हो, यस्तै छ। हाम्रो अगाडि चाहिँ ट्राफिक सरहरू बस्नुभएको छ, तर केही हुँदैन, हाम्रो सबै छ नि त कागजपत्रहरू, त्यही भएर डराउनु हुँदैन नि त होइन। त्यस्तै छ, यात्रा जारी नै हुँदैछ, बिस्तारै अघि बढ्दैछ हामी चाहिँ यात्रामा। अब यहाँदेखि यता लेफ्ट गयो भने चाहिँ हाम्रो लेटाङ जाने बाटो हो। त्यो चाहिँ लेटाङको बाटो नि बबाल नै छ होला अहिले, पहिले चाहिँ खत्तम थियो, अहिले चाहिँ कस्तो छ गएको त छैन, खालि जुत्ता घर छेउको बाटो गइन्छ, त्यस्तै हो है त। ल अहिले चाहिँ हामी अब काने पोखरी र पत्रीको बिचमा छौँ। यता चाहिँ पुरा धुलोहरू उठ्छ क्या, यतिको बिजी त हुनु पऱ्यो नि त होइन, पूर्व पश्चिम हाइवे भइसकेपछि अलिअलि गाडीहरू बिजी छ, बाटो पनि त्यस्तै खराब छ क्या जङ्गलभित्रको चाहिँ। अहिले चाहिँ हामी ट्याक्क पत्री आइपुग्न लाग्यो। यहाँ चाहिँ हाम्रो अगाडि ऋतिका डेरी उद्योग प्रणालीको गाडी छ, दुधै त होला नि, गाई देखाएर डेरी देखाएपछि दुधै त हो। बाटो जे होस् बिजी नै छ, यतिको बिजी त धुलो नि धुलो, फेरि राम बाइकमा त अनि कहाँ हिँड्न सकिन्छ त यस्तो बाटोमा। यो चाहिँ हाम्रो पत्री छेउको क्रसर उद्योग होला है, तल अफिसहरू पनि छ, यता गिटीहरू पनि थुपारेको छ। अब हामी चाहिँ लगभग अब हामी पत्री आइपुग्न लाग्यो है त। यो चाहिँ हाम्रो शिवी डाँडा छेउको साना घरहरू हो, यो चाहिँ शिवी डाँडो। यहाँदेखि तल त कहाँ पो जान्छ? पछाडि राई लिम्बू तामाङ जातिहरूले चाहिँ यसरी सानो घर बनाएर गाड्छन्, हाम्रो चाहिँ जलाउँछन्, उनीहरूको चाहिँ गाड्छन्। बुझ्यो छोरी? यतिको ज्ञानी छोरी चाहिँ हुनु पर्यो नि त होइन। नेपालतिर नि यस्ता गाडीहरू चाहिँ छ क्या, ल्यान्ड क्रुजरहरू, महँगा गाडीहरू रहेछन् नेपालतिर नि, ब्ल्याकमा होइन, बब्बाल छ गाडी पनि। यो चाहिँ हाम्रो पत्री बजार हो। यस्ता बजार त हामी कति नागेर जान्छौँ है त। हजुरहरूलाई थोरै क्लिप देखाउँछु, लास्टसम्म हेर्नु होला। यसलाई चाहिँ पत्री बजार भन्छ है त। हाम्रो यात्रा चाहिँ बढ्दैछ अगाडितिर। लो अब हामी चाहिँ उर्लाबारी प्रवेश गर्दैछौँ। अब यो उर्लाबारीको पुलदेखि उता चाहिँ झापा जिल्ला पर्छ, अहिले चाहिँ हामी मोरङ जिल्लामै छौँ। हामी चाहिँ गफ गर्दै अगाडि बढ्दैछौँ। यस्तै छ उर्लाबारी हो यो बजार चाहिँ। केटाकेटीलाई अब होइन आज गेस्टै त आउँछ।
मेन मान्यता रोतिनलाई आज यो चाहिँ कहाँ जाँदैछ त छोरो भद्रपुर चाहिँ कहाँ जाँदैछ त अनि ठुलो घर त्यहाँ अहिले बाटामा देखिन्छ त छोरो ठुलो घर मेरो छोरो चाहिँ ठुलो घर भनेको चाहिँ हाम्रो केपी बाको के टावर अरे के टावर भन्छ त्यसलाई केपी टावर हेर्ने भन्दा यो चाहिँ हाम्रो उर्लाबारी चोक हो है अब यहाँभन्दा अलिकति अगाडि यो पुल कटिसकेपछि हामी झापा जिल्लामा प्रवेश गर्छौँ र हाम्रो यात्रा चाहिँ एकदम राम्रोसँग अगाडि बढ्दैछ निरन्तर जारी नै छ भद्रपुर पुगुन्जेलसम्म यो चाहिँ हाम्रो उर्लाबारीको स्ट्यान्ड हो क्या के अरे भाइ यता मिनल ल यो मावा खोलादेखि उता चाहिँ अब हाम्रो झापा जिल्ला हो अब हामी बिस्तारै बिस्तारै झापा जिल्लातिर जाँदैछौँ यो गाडीले ब्रेक हान्छ परतिर चाहिँ स्विमिङ खेल जानु क्या ल अब हामी चाहिँ झापा जिल्ला पुग्यो टेक्यो है त यो चाहिँ हाम्रो दमकको चिया बगान हो होइन अब हामीलाई किन उता इलाम गइरहनु पर्यो है घुम्न चिया बगान घुम्न मन छ भने यता आउने घुमघाम गर्ने डेटिङ सेटिङ बस्ने जाने हो टिङ टपाक टमटमै यो चाहिँ सब चिया बगान हो अब हामी चाहिँ दमक आइपुग्न लाग्यो कस्तो हुँदैछ भाइ धुलो मजा आउँदैछ धुलो खाँदै धन्न गाडीमा एसी छ अरे एसी चलाएर हिँडिया नभए हाम्रो जिन्दगी सकिएको धुलोले नि यो चाहिँ अब हाम्रो ट्याक्क हामी चाहिँ दमक चोक बजार जे भने पनि यही हो हाम्रो स्काई ब्रिज चाहिँ यहीँ छ दमकमा यो पूर्वमा त यति होला यो स्काई ब्रिज चाहिँ अरू ठाउँ चाहिँ मैले देखेको छैन गएको पनि छैन यति एउटा होला स्काई ब्रिज यो चाहिँ हाम्रो दमक चोक हो है यतादेखि गयो भने भिरकुटी चोक पुगिन्छ अब यता कता कता हो गोल्डन टी अरे दमक नगर प्रवेश त्यता छ यताबाट जानुपर्ने चाहिँ हामी चाहिँ युटर्न गरेर यो राउन्ड गरेर यतातिर लाग्छौँ बिर्ता मोडतिर काँकडी भिट्टा यहाँदेखि चाहिँ हाम्रो बस पार्क छ यो बाटो चाहिँ यो हो हाम्रो यता चाहिँ हाम्रो दमकको स्ट्यान्ड हो बस पार्क टाढा गाडी निस्किँदा हो गाडी पनि छिर्दैन त त्यहाँ के अरे छोरो क्रस फायर उता कता यहाँ चाहिँ हाम्रो बिजुलीको काम चाहिँ एकदम तीव्र गतिमा भइरहेको छ दमकभन्दा यतापट्टि फास्ट काम हुँदैछ चाहिँ भने पूर्व पश्चिम राजमार्ग तर बाटो चाहिँ रड्डी छ क्या अहिले चाहिँ होइन यो चाहिँ एसियन हाइवे हो गाइज होइन यो चाहिँ अब काकरभिट्टा टु लौकै 5 वर्षको योजना हो अब यो 5 वर्ष नभएर यो 10 वर्षमा चाहिँ सक्छौँ कि भन्ने आश छ जे होस् जे हुन्छ राम्रैका लागि हुन्छ विकासकै लागि भत्काएको खुसीका साथ हाम्रो ड्राइभ गर्दैछु म पनि यस्तो बाटो भए पनि तर बाइकमा चाहिँ बडो गाह्रो हुन्छ यो बाटो अहिले हिँड्नलाई चाहिँ धुवा धुलो त्यस्तै छ ल अब चाहिँ हामी कन्काई खोला भनेको चाहिँ बुझ्नु होला हाम्रो माई खोला चाहिँ सबैलाई थाहा होला नि त हाम्रो सबै तीर्थयात्री के भन्छ तीर्थयात्री होइन तीर्थयात्रीहरू आउने ठाउँ हाम्रो माई खोला जमानामा त एकचोटि त आइरहेको थियो हामी पनि खोलामा नुहाउनलाई त्यस पछाडि आजै हो आएको माघे सङ्क्रान्तिमा हो कि केमा आएको माघे सङ्क्रान्तिमा हो त्यो छ बबाल छ क्या भ्यू चाहिँ नि यतातिर जसले जे भने पनि हाम्रो कन्काई खोलो यहाँ चाहिँ फोटो सुट हुँदो रहेछ यो चाहिँ माई खोला हो है त यतिको चाहिँ हुनु पर्यो नि त नि माई खोला
सन्दकपुर जाने बाटो नि बबाल रहेछ यार पहिलोचोटि आएको